लास्टै इमोसनल गीत लेजेन्डरी क्या रोड म्याप बनाउने मान्छे रुन चाहिँ नपाए है रुन चाहिँ पाउँछ नि है गीत कस्तो रुनु मन लाग्छ तपाईको त्यस्तो स्कुल टाइममा त्यस्तो साथी थियो जो चाहिँ तपाईलाई अहिले पनि पिन्छ हान्छ क्या कलेज लाइफमा चाहिँ छ मिस पनि गरेछु सम्झे पनि नाम त भनि नहालौ अनि भावुक बनाए है गीत एकदम याद गरायो साथीहरुको तपाईले नरुनु भनेको थियो अनि त्यही भएर मैले म रुएन है ओ माय गॉड कुरै छैन है सब्स्क्राइब नगर्नु भएको छ भने लामा फ्यामिलीमा जोड्नु होला है त नमस्ते वेलकम टु आवर हाम्रो लामा फ्यामिली च्यानल युट्युबमा हैन अब हामी फेरि नयाँ रियाक्सन भिडियो बनाउन लागिरहेछौँ हैन तपाईहरुको साथ सपोर्ट मायाले नै हामी यहाँसम्म हुन सफल भएका छौँ अहिले चाहिँ हामी के कुन सङमा चाहिँ रियाक्सन भिडियो बनाउन लागिरहेछौँ भन्नु त तिमीलाई हैन फर्स्ट स्टार्ट देखि र्याप सङहरु मैले हेर्न लगाएको नि मैले हो नि तिमीलाई फर्स्टमा र्यापहरु खासै थाहा थिएन नि त हैन B10 को फर्स्टमा हेर्न लगाएर B10 को गीतहरु तिमीले कति मन पराउन थाल्यो त्यस्तो एस्टिम्यानको हेरेर छ हैन तर आज चाहिँ मैले तिमीलाई एकदम इमोसनल लास्टै इमोसनल गीत लेजेन्डरी क्या लेजेन्डरी B10 हरु आउनु भन्दा नेपालको एउटा रोड म्याप बनाउने मान्छे यमबुद्ध भन्ने यो र्यापर तर मैले उहाँको नाम एकदम सुनेको छु नि त नि उहाँको सङ साथी भन्ने चाहिँ रियाक्सन तिमीलाई रियाक्सन भन्दा नि यसमा रियाक्सन त भन्दिदैन म तर तिमीले हेरोस् भन्न चाहिँ चाहन्छु है यो गीत चाहिँ मलाई एकदम टच लाग्ने मैले त कति हजारौं पटक हेरिसके होला यो गीत हजारौं मैले एउटा टाइटल सुनेको छु नि उहाँको चाहिँ र्याप सङको चाहिँ पिता भनेर मान्छ क्या त्यो टाइटलहरु पनि हामीले कति भेट्छ न त नि यस त्यो त उले रोड म्याप बनाउने नै उ हो अब पिता त हुने नै भयो नि त हैन अनि आज चाहिँ त्यो गीत हेर्नेछौँ हामी त्यो त गीत सुन्नु भन्दा अगाडि चाहिँ रेस्ट इन पीस यमबुद्ध भन्न चाहन्छु त्यो भन्दै हामी मैले त कतिचोटि हेरिसकेको छ आज सँगै कुन सङ हो सङ चाहिँ साथी है फेरि ल है त हेरेर कता सुन्यो होला तर याद छैन तपाईहरुले पनि सँगै हेरेर साथ दिनु होला है त म नि अब सुनेर रमाइलो गर्छौ हैन रुन चाहिँ नपाए है रुन चाहिँ पाउँछ नि है त्यस्तो खतरा छ है त ल स्टार्ट गरे म्युजिक हेर न यो म्युजिक फिल गरेको नेक्स्ट लेभल मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरु सम्बन्ध भन्दा माथि हामी सहर घुम्न जान्थ्यौं राति राति भागी भागी घरमा आमा बुवालाई ढाटी मर्न र मार्न तयार एकअर्काको लागि सधैँ सँगै बस्थ्यौं स्कुल पढ्दा हामी दुबई नजाने यदि एउटा बिरामी जे पनि बाँड्ने हाम्रो राम्रो थियो पानी उसले एक दिन चुरो चल्काई सोधे ओए खाने मैले पनि ताने संकोचै नमानी दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी बिस्तारै कुलतमा फसियो जानी नजानी गाजा अनि गोटी सामान र पानी यो पछि त्यो पछि त्यो दामी छ्याप 90 दिन पनि राम्रै नलाग्ने त्यसपछि फेरि कहिले उस्तै रहेनौ हामी नहोला सँगै आज तर म तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले नहोला सँगै आज तर म तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले यसरी नै लागु पदार्थमा डुब्दै गयौं गलत निर्णय खराब परिणामको शिकार भयौं कतिलाई कुट्यौं लुट्यौं कतिलाई ठग्यौं घरमा आफ्नै आमा बुवासँग झर्क्यौं आफैमा लड्यौ तर खान छोडेनौ बिस्तारै हामी एकअर्कासँगै बोलेनौ सोध्ने गर्थे साथीभाइले हाम्रो बारेमा उभिना मलाई एक रति राम्रो लागेन अब सबै त्याग्ने मैले बाछा गरे बाहिर ननिस्की कोठाभित्र सुतेर बसे बिस्तारै म पढाइतिर अघि बढे सुन्ने गर्थे उ अझै त्यस्तै छ भन्ने एक दिन अचानक उसको भाइ मसँग रुन लाग्यो मेरो मनमा भिन्न प्रश्नहरू उठ्न थाल्यो उ अघिल्लो रात अस्पतालमा बित्यो रे म माथि आकाश खस्यो म बेहोसिए नहोला सँगै आज तर म
सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले नहोला सँगै आज तर म तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले विभिन्न प्रश्नहरूको उत्तर खोज्छु म if you never started out with cigarettes सोध्छु म सायद हाम्रो दोस्ती पनि एउटा मिसाल हुन्थ्यो तेरो मेरो साथ हाम्रो मनोबल विशाल हुन्थ्यो हार पनि जित परिहार हुन्थ्यो घर व्यवहार हुन्थ्यो सम्पन्न सुखी परिवार हुन्थ्यो दुःख सुखमा सँगै रोइन्थ्यो हाँसिन्थ्यो तर म दाजु भाइ जसरी बाँचिन्थ्यो खेलानु छ जिन्दगी 2 दिनको नासो त चाँडै गइस् तर एक दिन म पनि आउँछु शान्त सुन्दर संसारमा त्यो बादल पारीको जित्नु भन्दा ठुलो कुरो हिम्मत नहार्नु हो त्यसैले लड्दैछु सङ्घर्ष गर्दैछु त कस्तो छ साथी म सन्चै छु तेरो याद आयो अनि सम्झेर बस्दैछु हामी फेरि भेट्छौँ भनी दिन गन्दैछु नहोला सँगै आज तर म तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले नहोला सँगै आज तर म तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले सक्यो धेरै पछि हेरेर हो कि गर्न पाएन है तर धेरै पछि हेरेर क्या साइलेन्ट भयो क्या कस्तो मन नै भक्कानेर आयो भने कस्तो रुनु मन लाग्यो तपाईको त्यस्तो स्कुल टाइममा त्यस्तो साथी थियो जो चाहिँ तपाईलाई अहिले पनि पिन छान्छ क्या तपाईको यो चाहिँ मेरो साथी हो भन्ने टाइपको स्कुल लाइफमा चाहिँ थिएन एकजना क्या त्यस्तो कलेज लाइफमा चाहिँ छ कस्तो मिस पनि गरेछु सम्झे पनि नाम त भनि नहालौँ अनि कस्तो क्या अरू भन्दा नि यो गीत कतिचोटि सुनिसक्यो तर यम बुद्धाले यो गीत चाहिँ उस आफूले आफ्नै लागि लेखेको जस्तो लाग्यो क्या अब उदा उहाँ त हामीसँग हुनुहुन्न नि त कस्तो उसको गीत हामीले गाएर उसलाई सम्झोस् भन्ने टाइपको क्या नहोला साथी हामीसँगै के अरे अहिले यम बुद्ध हामीसँग नभए पनि हामीले याद गरिरहेछ नि होइन कस्तो सायद उसको साथीको लाइफमा चाहिँ त्यस्तो होला क्या उसको साथी चाहिँ अहिलेसम्म होइन आफ्नो डेली लाइफमा अगाडि बढिरहनु भएको होला होइन तर उसलाई चाहिँ उसको साथीले सम्झिरह होला क्या कस्तो धेरै पछि हेरेर पनि कस्तो मनै चाहिँ एकदम गरौँ भयो क्या साथी हुन्छ होइन मेरो पनि त्यस्तो साथी छ एकजना छ होइन स्कुल टाइमदेखिको उसलाई म धेरै सम्झिन्छु होइन तर धेरै लङ टाइम भइसक्यो हामी नभेटेको होइन तर उसको पर्सनल लाइफ आफ्नो छ होइन तर म यो बारेमा बोल्न चाहिन्न गीत कस्तो लाग्यो कस्तो भावुक बनायो है गीत एकदम याद गरायो साथीहरुले कस्तो पिता नै हो रहेछ र्यापको नो होइन त्यस्तो केही पनि त्यो छैन क्या खतरा क्या टच्ची मनमा मुटुमै छुने त्यस्तो टाइपको क्या तपाईँले नरुनु भनेको थियो अनि त्यही भएर म रुएन है तर मनमा चाहिँ एकदम धेरै कस्तो भारी भयो क्या तपाईँहरूलाई कस्तो भयो यम बुद्धको गीत सुन्दा कस्तो हुन्छ म त सधैँ यम बुद्धको नाम सुन्दै एकदम आँगै सिरिङ्ग हुन्छ र्याप मन परेर हो कि त्यो थाहा छैन होइन त्यो मात्र नभएर उसको म हरेक भिडियोहरू हेरेको छ कि उसको मोटिभेसनल भिडियोहरू कति धेरै छ क्या अनि त्योहरू सुन्दाखेरि पनि मलाई वाउ यो मान्छे चाहिँ अहिले यो यहाँ अहिले भएको भए चाहिँ के हुन्थ्यो होला अहिले यो ऱ्याप जर्न कहाँ पुग्थ्यो होला हाम्रो नेपालको भन्ने जस्तो लाग्छ क्या ओ माई गड तर धेरै धेरै धन्यवाद हाम्रो त यहाँसम्म ल्याइदिने यो रोड म्याप बनाएर हामीले यो गीतहरू सुन्न सक्ने बनाउने त उहाँ हो नि त होइन तर कहिले बिर्सिने छैन होइन यो कुराहरू त एकदम थ्याङ्क यू सो मच अनि एकदम मनदेखि नै रेस्ट एन्ड पिस भन्न चाहन्छु यहाँ बुद्धलाई
ओ माय गॉड कुरै छैन है कुरै छैन केही लास्टसम्म भन्ने तपाईहरुले शब्दहरू हेरिदिनु भयो छैन साथ सपोर्ट मनमै दिनुभयो छ लास्टसम्म हेरिदिनु भयो साथ सपोर्ट दिनुभयो तपाईहरुलाई धेरै धेरै धन्यवाद अझै पनि यस्तै गरी माया गर्दै गर्नु होला सब्स्क्राइब नगर्नु भएको छ भने लामा फ्यामिलीमा जोड्नु होला है त त्यति भन्दै आजलाई चाहिँ एकदमै इमोसनल हुँदै अब नेक्स्ट भिडियोमा हामी जोइन हुनेछौँ हैन आजलाई चाहिँ धन्यवाद थ्यांक यू वाउ कस्तो स्याड भयो